हाँसिदेऊ न अब हेरौँ भन्छ हाँसिदेऊ त जाले फोन फोन जस्तो भेटाउने हेलो बिन्दा भन्दो रहेछ हेलो बिन्दा भन्दो रहेछ सानोले के त्यसो फोटो बाबाको नाम होइन मोबाइल भेट्यो भने भेट्यो भने हेलो बिन्दा भन्छ डोको मेरो डोको सानै डोको बोकेको हाँसिदेऊ आशा हिही गर हाँसिदेऊ हाँसिदेऊ त उता मकै बोक्नु होइन के बोके जस्तो गरिरहेछ ओ हिँड त ड्याङ ड्याङ गर्दै हिँड लु माछामा हिँड गाठो बनाएको छु है बस बस यो तिमीलाई ल म के भाँच्ने हिँड है झरो अनि बाई बाई भन्नु हाम्रो यहाँ सानो नानी मकै भाँच्न हिँड्दैछ यतिको मेहनत चाहिँ गर्नुपर्छ है कति मजाले हिँडेको के यता हाम्रो यता लु मम्मी पनि जा आमा छोरा भएर जा लु मेरो डोको ढस लाउनु स्याप्प हुसेर त्यस्तो अब उता हिँड नगर पारे नलगा उतापट्टि अब जानुपर्छ है अब हामी जा के भयो अनि म रिसाले त्यहाँ त्यसो गर्नु ला झरी गर्ने ला बर्बाद भइगयो नि लडो यता हेरेर हिँड्न कहाँ हामी मकै भाँच्नु भन छेपारा ए ओइ यो त यहाँ किरा झुसली मरेको के हो यो हजुर सुकेको होला तिमी यो भाँच लु भाँच यो 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 यसमा पात भयो सानो यो भाँचेर थुपार्नु ल खै मकै के साह्रो जिद्दी गरेको जसरी पनि त हामीसँगै जाने हो त कि तँलाई बादलको चारो हुनु मन छ के गरेको यो के गरेको सानो के हो यो टोपी हो केटाले गर्छ हामी चाहिँ यहाँ 4 जना मकै बोकेर घरतिर जाँदैछौँ ठुलो हाजिर गरेँ आएर के भयो त्यो रहेछ नि त भुल्याउने म मेरो पानी लाउनु यसलाई 2 चोटि भन